यहाँ सुन यसरी माफ मागे जस्तो फेरि सधैँ पनि त्यस्तो नहोस् नि फेरि तिमीले अहिले हाम्रो माफ मान्छ दोबार के गर्यो भने मान्दैन नि यहाँ के छ हात छिन्डाउँछ अब चाहिँ हामी चाहिँ हो रहेछ भन्दै ठिक हुँदैन नि फेरि अब हामीले अत्याचार गर्यो कि हामीलाई हाम्रो पनि हेर जैसा हाम्रो पनि समस्या हामीले पनि एउटा सोच्नुपर्छ त्यसरी तपाईँहरूले गरेको त हामी कस्तो नाम आउँछ रुपेश पनि याद गरेर अब आइन्दा यस्तो गरी दोबारा उयस गर्यो भने हामी मान्दैन नि फेरि आउनालाई नसम्झाने हुन्छ अहिले सम्झाएर के गर्नु अब भाइ कहाँको न कहाँको 1 महिना 1.5 महिना र यहाँनिर अर्पणा बिहा गरेर चाहिँ अब यहाँ हाम्रो गाउँमा क्याम्प भयो यहाँ नजिक भयो होइन यहाँ आएर ससुरेलीमा आएर बसेको छ भाइ होइन बुढीको माया लाग्छ हामी चाहिँ अब यसरी लाग्छ बुढीको माया लाग्छ अहिले नकाटिहाल्नु बुढीको माया अगर लाग्छ भने त बुढीको इज्जत पनि त राख्नु पर्यो अब नेक्स्ट टाइम गरे भने साच्चै नि टुक्रा हो बुढीको इज्जत त राख्नु पर्यो नि त ससुरा जिउँदा त ससुराकै इज्जत राख्नु पर्यो के हो र सोच्नु पर्यो आफूले यस्तो काम नगर्नु भने सिका 2 नम्बरी काम नगर 2 नम्बरी काम नगर हैन गर 2 नम्बरी काम तर गाउँ नचोर गाउँको कहाँ छ बाकल धर्मशालाको त्यो बाकल कहाँ ठोएको छ त्यो नहेर गाउँ नभर होइन यहाँनिर शरण दिइरहेको छ है भाइलाई शरण दिइरहेको छ यहाँ मान्छे यहाँको मान्छेले धेरै सोएर बसेको छ भन्नु मात्रै नसकेको मैले पनि अहिलेसम्म केही भनेको छु केही भनेको छुइनँ यत्रो महिना यत्रो वर्ष राफ्टिङ गरिरहेको छ गरेर केही भने तर हेरिरहेको छु म कतिवटा भन्ने कुराहरू छ तर म भन्दिनँ तर अबदेखि त्यस्तो नहोस् त्यस्तो नगर्नु सुध्रेर बस होइन कमसेकम बुढीको पनि इज्जत राख आफ्नो इज्जत त घुमायो बुढीको इज्जत राख्दैौ न किनकि बुढी भन्ने त यहाँ गाउँको चेलीबेटी हो नि त हाम्रो चेलीबेटी हो होइन तिमी कहाँको होइन साइनोले भेटाइ ल्याए सबले ज्वाइँ भन्छ ज्वाइँ जस्तो घरमा बस्नु पर्यो नि त के हो खालि मार खाने काम मात्रै गर्ने टन्ठा खाने मुङ्ग्रो खाने मात्रै काम गर्ने एकतालको जिन्दगी हो एकतालको जीवन हो सास एकैपल्ट मात्रै भेट्छ है यो सास फेरिँदै चाहिँ मान्छेले केही न केही विषय चाहिँ कमाउनु पर्छ गुमाउनु होइन नि अन्त यो रुपेशसँग मिलेर कहाँ चोर यो अस्ति कार्डहरू कहाँ लग्यो अस्तिको त हो नि है त्यो